यो नि यो खालको ब्लू चाहिँ मैले फर्स्ट टाइम बुनेको है। रोयल ब्लू बुने अनि डार्क ब्लूहरू बुने होइन, नेभी ब्लूहरू। यो चाहिँ एउटा ग्रिकको साथीले अर्डर गरेको वाइट र यो खालको ब्लू भनेको छ। यस्तो उनीहरूको फ्ल्याग हुन्छ कि क्या हो है कैलाश? वाइट र ब्लूको स्ट्राइप्स हुन्छ। मैले सोधिनँ किन भनेर होइन, उहाँहरूको आफ्नो आफ्नो चोइस हो। अनि त्यस्तो पनि लाग्यो कि एक्ज्याक्टली यही कलर चाहिन्छ भन्दा चाहिँ। अनि मलाई त के अब साथीभाइ पनि के गर्नु र, फ्रीमा चाहिँ होइन, पैसा त लिनु पऱ्यो अलिअलि त लिन्छु, चार्ज गर्छु, के गर्नु त गर्नै पऱ्यो है। लागेको सामान किन्दा लागेको सजिलो लिनु नि, धेरै नलिए पनि धेरै नलिनु। अनि अलिकति सामानको र अनि अलिकति टाइमको पनि लिन्छु, अनेस्टली ढाँट्नु हुँदैन। किनभने मेरो एकदमै धेरै समय लाग्छ क्या। समय लागे अनुसारको म कहिले पनि कसैलाई चार्ज गरेको छुइनँ, सुन्दा महँगो सुने पनि। यो एकैछिनमा सिद्धिने पनि होइन होइन, एकदमै टाइम लाग्छ नि त। बुझ्ने अब सधैँ यस्तो गर्नेहरूले त फेरि एकभन्दा केही पनि भन्नुहुन्न है, सस्तो पो गरेछ भन्छ मलाई त। अनि यो चाहिँ मेरो हबी हो नि त, त्यही गर्नु पनि मन लाग्छ क्या मलाई। तिम्रो हबी, टाइम पास, स्किल्स पनि बढ्छ। स्किल बढ्छ। अनि यो चाहिँ सबैभन्दा मेन चाहिँ के कैलाश, बुढेसकालमा चाहिँ थेरापी नै रहेछ। जब एक्लो हुन्छ नि, सबै कोही नभएको बेलामा अनि लोन्ली फिल गरेको बेलामा चाहिँ यसो टिभी हेर्दै होइन, गार्डनमा बसेर बुने पनि हुने, टिभी हेर्दै बुने, साथीभाइसँग बोल्दै होइन। त्यस्तो त होइन होला, म हुँदा कसरी लोन्ली एक्लो फिलिङ हुन्छ? अब त्यो सँगै मर्ने सँगै जिउने त भन्ने मात्रै हुँदैन नि त। अनि म अघि पछि हुन्छ नि त। अनि छोराछोरी पनि छन्, हुन्छन्, नातानातिना होला नि, तर अब जीवनभरि सँगै भनिन्छ तर हुँदैन नि त्यो बेलामा। जे त्यस्तो दिन नआओस्, आइपऱ्यो भने पनि यो चाहिँ एकदम थेरापी रहेछ क्या। हात खुट्टा लागुन्जेल यसो बुन्दै बस्नुपर्ने, टाइम पास हुने रहेछ क्या। अनि झन् मन पर्न थाल्यो अहिले चाहिँ, झन् यो चाहिँ साथी पो रहेछ भनेर थाहा पाएँ क्या मैले। पहिला त म झन् रहरले नै बुन्थेँ। रहर खै के भन्नु, सानोमा त आमा दिदीहरूको चोर्दै बुन्ने हो क्या, एकछिन एकछिन, अनि बिगारिदिने, पिटाइ खाने, खेदाउने है। पिटाइ त के, भागिहाल्थ्यौँ बिग्रेको थाहा पाएपछि। अनि चोर्दै बुन्दै गर्दा बेसिक त मैले पहिल्यै जानेको थिएँ क्या। अब अहिले त इन्टरनेटको जमाना छ, जस्तो प्याटर्न खोज्यो त्यस्तै पाइहालिन्छ, जान्ने भइगयो। पहिला पनि सामान्य चाहिँ जानिसकेको थिएँ क्या। अब आज थालेँ, हेरौँ है ल कहिले सकिँदो रहेछ। त्यही र मैले रेकर्ड गरेर राखेको क्या। गुड लक त भन्नु न हौ मलाई, म कम्ती साह्रो छैन। राम्रो सिक्नु, स्किल बढोस्। धन्यवाद। साह्रो बिजनेस पनि होस् त्यसो भने। तर यो भनेको अर्डर सबै पुर्याउनै सकिँदैन क्या। अर्को बेन जब नभए त एक्ज्याक्टली। फुर्सदको टाइममा भन्दाखेरि यसैलाई जब बनाएर बस्न नमिल्ने होइन। यो त यसो अलिकति समय निकालेर चिया कफी खाएको बेलामा मात्रै हो नि त।